कमाउन सिकियो, बचत गर्न पनि थालियो। तर अब त्यो पैसालाई के गर्ने, त्यो पैसा कहाँ राख्ने, कसरी बढाउने अनि भविष्य कसरी सुरक्षित बनाउने, यो प्रश्न हामी सबैको मनमा कुनै न कुनै बेला आउँछ र इमानदारीपूर्वक भन्नुपर्दा यसको उत्तर सोचे जस्तो सजिलो छैन। आज हामी यही प्रश्नको अलिकति गहिराईमा पुग्नेछौँ। हाम्रो हातमा रहेको स्रोत सामग्रीले रणनीतिक लगानीका केही आधारभूत तर एकदमै शक्तिशाली सिद्धान्तहरूलाई केलाएको छ। आजको हाम्रो छलफल पैसालाई ब्याङ्कको खातामा थन्क्याएर राख्ने सोचबाट माथि उठेर त्यसलाई कसरी आफ्नो लागि काममा लगाउने भन्ने बारेमा केन्द्रित हुनेछ। हो, र सुरुमै एउटा कुरा स्पष्ट पारौँ, यो छलफल छिटो धनी बन्ने कुनै गोप्य सूत्रको बारेमा होइन, त्यस्तो केही हुँदैन पनि। बरु यो वित्तीय बुद्धिमत्ता विकास गर्ने बारे हो। हामी स्रोतले औल्याइएको सबैभन्दा महत्त्वपूर्ण र अक्सर बेवास्ता गरिएको सत्यबाट सुरु गर्नेछौँ। तपाईले मेहनतले बचत गरेको पैसा केही नगरी बस्दा पनि बिस्तारै घटिरहेको हुन्छ। यो कसरी हुन्छ? यसको कारण हो मुद्रास्फीति, अर्थात् महँगी। पैसालाई एक ठाउँमा राख्नु र पैसालाई चलाउनु बीचको भिन्नतालाई केलाएर नै हामी लगानीको वास्तविक यात्रा सुरु गर्न सक्छौँ। त्यसो भए यही मुद्रास्फीतिको अवधारणाबाटै कुरालाई अगाडि बढाउन त यो स्रोत पढ्दा एउटा कुराले मलाई सोचमग्न बनायो। हामी ब्याङ्कमा पैसा राख्छौँ, ब्याज आउँछ भनेर ढुट्ट हुन्छौँ, तर स्रोतको पहिलो र सबैभन्दा बलियो तर्क के हो भने हामीले जतनले राखेको पैसाको शक्ति त्यो समयसँगै घट्दै जान्छ। बाहिरबाट हेर्दा खातामा अङ्क उही वा अलिकति बढेको देखिन्छ, तर त्यसले किन्न सक्ने सामानको मात्रा घट्छ, अर्थात् पैसाको वास्तविक मूल्य कम हुन्छ। हो, उदाहरणबाट हेरौँ न। मानौ आज 1000 रुपियाँले तपाईँको परिवारलाई एक हप्ताको लागि तरकारी किन्न पुग्छ। के 5 वर्षपछि त्यही 1000ले एक हप्ताको तरकारी आउँछ त? पक्कै आउँदैन। पैसाको अङ्क उही हो, तर त्यसको क्रय शक्ति अर्थात् खरिद गर्ने क्षमता घट्यो। लगानी भनेको त्यही घट्दो क्रय शक्तिलाई जित्ने प्रयास हो। यो केवल पैसा बढाउने दौड मात्र होइन, आफूसँग भएको पैसाको मूल्य जोगाउने एउटा रक्षात्मक रणनीति पनि हो। त्यसैले यसलाई दीर्घकालीन वित्तीय स्वास्थ्यको पहिलो र अनिवार्य खोटकिलो मानिन्छ। पैसाको मूल्य जोगाउनु नै लगानीको पहिलो उद्देश्य हो, बढाउनु दोस्रो। तपाईको कुराले लगानीको परिभाषालाई अझ फराकिलो बनायो र स्रोतमा लगानीको एउटा निकै काव्यात्मक परिभाषा छ। आजको सानो त्याग, भोलिको ठुलो सुरक्षा होइन भन्ने कुरामा पनि उत्तिकै जोड दिएको छ। यो जुवा होइन, लहरमा गर्ने काम होइन र अरू कसैको कुरा सुनेर वा सामाजिक सञ्जालमा देखेको भरमा हाम फाल्ने क्षेत्र पनि होइन। बिल्कुल। बरु लगानी वास्तवमा के हो भनेर पनि स्रोतले प्रस्ट्याएको छ। यो बुझेर, धैर्य राखेर र सबैभन्दा महत्त्वपूर्ण जोखिम मापन गरेर गरिने काम हो। यहाँ बुझ्नु, धैर्य र जोखिम मापन, यो 3 शब्दहरू नै लगानीको आधार स्तम्भ हुन्। तर जोखिम मापन भन्ने शब्द सुन्दा नै धेरैलाई डर लाग्छ कि एउटा सामान्य मान्छेले साँच्चै जोखिम मापन गर्न सक्छ र? यो एकदमै राम्रो प्रश्न हो र धेरैको मनमा यही डर हुन्छ। जोखिम मापन भनेको कुनै जटिल गणितीय सूत्र लगाउनु वा चार्टहरू विश्लेषण गर्नु मात्र होइन। यसको सबैभन्दा सरल र पहिलो चरण हो आफैलाई एउटा प्रश्न सोध्नु। कस्तो प्रश्न? यदि मैले यो लगानीमा लगाएको सबै पैसा डुब्यो भने मेरो जीवनमा के असर पर्छ? के मलाई रातमा निद्रा पर्दैन? के मेरो दैनिक जीवनयापनमा असर पर्छ? वा यो मैले गुमाउन सक्ने अतिरिक्त पैसा हो? त्यहाँबाट सुरु हुन्छ जोखिम मापन। यो परिभाषाले कुनै संकेत लगानीको विधि भन्दा पनि लगानीकर्ताको मानसिकतामा बढी जोड दिएको छ। यसले लगानीलाई एउटा प्राविधिक प्रक्रियाबाट एउटा बौद्धिक र अनुशासित अभ्यासमा रूपान्तरण गर्छ। मानसिकताको कुरा गर्दा स्रोतले यसलाई निकै व्यावहारिक तरिकाले विभाजन गरेको छ। सबैभन्दा पहिले जोखिम लिन नचाहने वा भर्खरै सुरु गर्न लागेकाहरूका लागि केही सुरक्षित लगानीका विकल्पहरू सुझाइएको छ। जस्तै ब्याङ्कको फिक्स्ड डिपोजिट, सहकारीको बचत, जीवन बीमा र विभिन्न पेन्सन स्किमहरू। र यसको बारेमा स्रोतमा एउटा निकै मार्मिक तर यथार्थपरक भनाइ छ। यीबाट धनी त नबनियोला, तर गरिब पनि भइदैन। हो, एकदम। यसको अर्थ यी विकल्पहरू धन कमाउने भन्दा पनि धन जोगाउने र भविष्यको लागि एउटा सुरक्षाको आधार तयार पार्ने माध्यम हुन्। र यहाँ सुरक्षित शब्दले कहिलेकाहीँ धोका दिन सक्छ। मानिसहरू सुरक्षित सुन्दा फाइदा सोध्छन्,
तर वित्तीय संसारमा सुरक्षितको अर्थ अनुमानित हो। अनुमानित हो, तपाईले कति प्रतिफल पाउनुहुन्छ भन्ने लगभग थाहा हुन्छ। बजारको उतार चढावले खासै असर गर्दैन, तर त्यो प्रतिफल यति थोरै हुन सक्छ कि महँगीले तपाईको पैसाको शक्ति घटाइरहेको हुन्छ। मतलब ब्याजले महँगीलाई जित्न सक्दैन? धेरै जसो अवस्थामा सक्दैन। त्यसैले यो पुँजी जोगाउने रणनीति हो, बढाउने होइन। यो भिन्नता बुझ्नु नै पहिलो खुड्किलो हो। यो वित्तीय यात्राको जग हो, चुली होइन। नारुडो जस्तै अवकाशको नजिक पुगेको वा आफ्नो मुख्य पुँजी कुनै पनि हालतमा गुमाउन नचाहने व्यक्तिका लागि यी विकल्पहरू निकै उपयुक्त हुन सक्छन्। एकदमै। अब जग बसिसकेपछि अलिकति माथि उठ्ने कुरा गरौँ। स्रोतले मध्यम जोखिम र राम्रो अवसर भएका केही क्षेत्रहरूबारे पनि चर्चा गरेको छ, जसमा शेयर बजार, सानो स्तरबाट सुरु गरिने घर जग्गाको कारोबार, अनलाइन व्यापार र सिपमा आधारित स्टार्टअपहरू पर्छन्। यी क्षेत्रमा अवसर धेरै छ, तर जोखिम पनि त्यही अनुसार छ हो। र यही नै स्रोतले सबैभन्दा महत्त्वपूर्ण चेतावनी दिएको छ, जुन हरेक लगानीकर्ताले आफ्नो मनमा राख्नै पर्छ। बुझाइ बिनाको लगानी डुबाई हुन्छ। पहिला सिक्नुस्, पछि लगानी गर्नुस्। यो वाक्य त यो आफैमा एउटा पूर्ण लगानी दर्शन हो। तर यो बुझाइ भन्ने कुरा यति फराकिलो छ, कहाँबाट सुरु गर्ने त? शेयर बजारको बारेमा बुझ्न त वर्षौं लाग्छ भन्छन्। तपाईले एकदमै सही ठाउँमा औँला राख्नुभयो। बुझाइको अर्थ हरेक क्षेत्रमा फरक हुन्छ र यो एकै रातमा आउने कुरा होइन। शेयर बजारको लागि बुझाइको अर्थ हो तपाईले लगानी गर्न लागेको कम्पनीले के काम गर्छ, त्यसले कसरी नाफा कमाउँछ, त्यसको व्यवस्थापन टिम कस्तो छ, त्यो उद्योगको भविष्य कस्तो छ। सुरुमा यति आधारभूत प्रश्नहरूको उत्तर खोज्नु नै बुझाइ हो। अनि स्टार्टअपको लागि, स्टार्टअपमा लगानी गर्नको लागि बुझाइको अर्थ हो त्यसको व्यापार मोडेल के हो, त्यसले बजारको कुन समस्या समाधान गर्दैछ, र सबैभन्दा महत्त्वपूर्ण संस्थापकहरूको क्षमता र विजन कस्तो छ। यसले के देखाउँछ भने लगानी भनेको पैसा फाल्ने होइन, पैसा रोप्ने प्रक्रिया हो। र रोप्नु अघि माटो, मौसम र बिउको बारेमा न्यूनतम जानकारी लिनु अनिवार्य छ। हो, र सिक्ने र बुझ्ने प्रक्रियामा जाँदा अक्सर मानिसहरूले केही गल्तीहरू गर्छन्। स्रोतले यस्ता 3 ठूला गल्तीहरूलाई गम्भीरतापूर्वक प्रस्तुत गरेको छ, जसबाट हामी सबै बच्नुपर्छ। पहिलो गल्ती औँल्याइएको छ, देखासेकीमा लगानी गर्नु। फलानोले कमायो वा यो शेयर त सबैले किन्दैछन् भन्ने बित्तिकै त्यसको पछाडिको कारण र जोखिम नबुझी हाम फाल्नु, जसलाई फोमो वा फियर अफ मिसिङ आउट पनि भनिन्छ। यो यति शक्तिशाली मानवीय भावना हो कि यसले तर्कलाई पुरै बन्द गरिदिन्छ। हो, अघि एउटा शेयरको मूल्य आकाशिएको बेला कहिल्यै लगानी नगरेका मेरा एकजना आफन्तले फोन गरेर सोध्नुभयो, घर बेचेर त्यो शेयर किनौँ? ओहो। जब त्यस्तो अवस्था आउँछ, जब मानिसहरू आफ्नो जीवनभरको कमाई जोखिममा राख्न तयार हुन्छन्, तब बुझ्नुपर्छ कि बजारमा तर्कभन्दा लोभ र डर हावी भइसकेको छ। एकदम। र सायद त्यही लोभ र हतारले दोस्रो गल्तीतर्फ डोर्याउँछ। त्यो हो सबै पैसा एउटै ठाउँमा खन्याउनु। जोखिम विविधीकरण नगर्नु। हो, आफ्नो सबै बचत एउटै शेयर, एउटै घर जग्गा वा एउटै व्यापारमा लगाउनु, जसलाई अल एग्स इन वन बास्केट भनिन्छ। यो गल्ती कहिलेकाहीँ अधिक आत्मविश्वासबाट हुन्छ, मलाई यो कम्पनीमा पूरा विश्वास छ, वा कहिलेकाहीँ अज्ञानताबाट। तर विविधीकरण भनेको के हो? धेरै ठाउँमा थोरै पैसा राख्ने हो। एक किसिमले हो, तर विविधीकरणको मतलब 100वटा कम्पनीमा लगानी गर्नु होइन। यसको सरल अर्थ हो आफ्नो जोखिमलाई विभिन्न प्रकारका सम्पत्तिहरूमा बाँड्नु। केही पैसा सुरक्षित ठाउँमा, केही मध्यम जोखिम भएको ठाउँमा, ताकि यदि एउटा क्षेत्र डुब्यो भने पनि अर्को क्षेत्रले त्यसलाई सन्तुलनमा राख्न सकोस्। यो आधी बेहेरीमा निस्कनु अघि एउटा लाइफ ज्याकेट लगाउनु जस्तै हो। राम्रो उदाहरण। र तेस्रो गल्ती जुन सायद सबैभन्दा धेरै देखिन्छ, त्यो हो छिटो धनी बन्ने लोभ गर्नु। लगानीलाई चिट्ठा सम्झिनु र रातारात करोडपति बन्ने सपना देख्नु। यो मानसिकता सबैभन्दा खतरनाक छ। किनभने यसले धैर्यलाई समाप्त गरिदिन्छ, जुन लगानीको सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो। स्रोतले भने जस्तै लगानीमा धैर्य नै सबैभन्दा ठूलो पुँजी हो। संसारका सबैभन्दा सफल लगानीकर्ताहरू रातारात धनी भएका होइनन्। उनीहरूले दशकौंसम्म धैर्यपूर्वक राम्रो कम्पनीहरूमा लगानी गरेर कम्पाउन्डिङको फाइदा लिएका हुन्। कम्पाउन्डिङ मतलब ब्याजको पनि ब्याज आउने हो। सरल भाषामा त्यही हो।
तपाईँको नाफाले पनि नाफा कमाउन थाल्नु हो। यो एउटा सानो हिउँको डल्लोलाई पहाडबाट गुडाए जस्तै हो। सुरुमा सानो हुन्छ तर गुड्दै जान विशाल बन्छ। छिटो धनी बन्ने लोभले तपाईँलाई त्यो हिउँको डल्लोलाई विशाल बन्नै दिँदैन। यी गल्तीहरूको विश्लेषण गर्दा त के देखियो भने यी वित्तीय भन्दा बढी मनोवैज्ञानिक पो रहेछन्। बिल्कुल, डर, लोभ, अधिक आत्मविश्वास हो। र रोचक कुरा के छ भने यति धेरै सेयर घर जग्गाको कुरा गरेपछि स्रोतले अन्त्यमा एउटा यस्तो मोड लिन्छ जुन मैले सोचेकै थिएन। उसले भन्छ यी सबैभन्दा ठुलो, सबैभन्दा सुरक्षित र सबैभन्दा फाइदाजनक लगानी त अर्कै हो। त्यो के हो? आफूमा गर्ने लगानी। ए, यो लगानी कहिले घाटामा जाँदैन। स्रोतले यसका 4वटा स्तम्भहरूलाई हाइलाइट गरेको छ। पहिलो, सिपमा लगानी। नयाँ कुरा सिक्नु हो, कुनै नयाँ कुरा सिक्नु जसले तपाईँको कमाउने क्षमता बढाओस्। दोस्रो, स्वास्थ्यमा लगानी। राम्रो खानपान, व्यायाम र मानसिक शान्ति एकदमै महत्त्वपूर्ण। तेस्रो, सोचमा लगानी। किताब पढ्नु, नयाँ विचारहरू सिक्नु र आफ्नो मानसिकतालाई फराकिलो बनाउनु। र चौथो, चरित्रमा लगानी। इमानदारी, अनुशासन र सम्बन्धहरूमा। हो, स्रोतको दाबी छ यी 4 क्षेत्रमा गरिएको लगानीले दिने प्रतिफल अरू कुनै पनि वित्तीय लगानीले दिन सक्दैन। यो विषयलाई स्रोतले अन्त्यमा किन राख्यो होला भनेर चिन्तन गर्नु निकै महत्त्वपूर्ण छ। किन होला? किनभने अरू सबै भौतिक लगानीको आधार यही आत्मलगानी हो। एकछिन सोच्नुहोस् त, यदि सही सोच र ज्ञान छैन भने शेयर बजारको विश्लेषण कसरी गर्ने? गर्न सकिँदैन। यदि स्वास्थ्य नै राम्रो छैन भने कमाएको सम्पत्तिले के अर्थ राख्ला? केही पनि लाग्दैन। यदि नयाँ सिप सिक्ने क्षमता छैन भने व्यापारमा आउने चुनौतीहरूको सामना कसरी गर्ने? र यदि चरित्र र अनुशासन छैन भने बजार घट्दा धैर्य कसरी राख्ने? हो, त्यसैले आफूमाथिको लगानी अरू सबै लगानीको पूर्व शर्त हो। यो नै सबैभन्दा उत्तम जोखिम व्यवस्थापन रणनीति हो। कसरी? किनभने जब तपाईसँग सिप, स्वास्थ्य र सही सोच हुन्छ, तपाईले जुनसुकै आर्थिक अवस्थामा पनि अवसरहरू सृजना गर्न सक्नुहुन्छ। तपाईको सबैभन्दा ठूलो सम्पत्ति तपाईको ब्याङ्क खाता होइन, तपाईँ आफै हो। त्यो कुराले त लगानीको पुरै परिभाषालाई नै अर्को तहमा पुर्यायो होइन? यसको मतलब पैसाको हिसाब किताब गर्नुभन्दा पहिले आफूलाई चिन्नु महत्त्वपूर्ण भयो, होइन त? हो। आजको छलफललाई स्रोतको अन्तिम निचोड मार्फत सारांशमा प्रस्तुत गर्न चाहन्छु। पैसा कमाउनु कला हो, बचत गर्नु अनुशासन हो र लगानी गर्नु बुद्धिमत्ता हो। वाह! कमाउने, बचत गर्ने र लगानी गर्ने यो तीनवटै खुड्किला पार गरेपछि मात्र वित्तीय स्वतन्त्रताको यात्रा पूरा हुन्छ। हो, यो स्रोतले लगानी के हो, किन गर्ने र कसरी गर्ने भन्ने बाटो एकदमै सरल र स्पष्ट रूपमा देखाएको छ। यसले के र कसरीको जवाफ दियो। तर अब यसबाट एक कदम अगाडि बढेर सोच्नको लागि एउटा प्रश्न छोड्न मन लाग्यो। अब हरेक व्यक्तिले आफैलाई सोध्नु पर्ने प्रश्न हो, किन? किन? हो, किन? वित्तीय सुरक्षा भन्दा पर धन आर्जन गर्नुको तपाईको व्यक्तिगत र अन्तिम उद्देश्य के हो? के यो केवल आर्थिक स्वतन्त्रताको लागि हो, ताकि तपाईँ आफ्नो समयको मालिक बन्न सक्नुहोस्, वा समाजमा केही सकारात्मक प्रभाव पार्नको लागि हो, वा आफ्नो परिवारको लागि एउटा विरासत छोड्नको लागि हो? गहिरो प्रश्न हो यो। सायद शेयर बजार वा घर जग्गाको बारेमा अनुसन्धान गर्नुभन्दा पनि आफ्नो व्यक्तिगत किन परिभाषित गर्नु नै लगानी यात्राको सबैभन्दा महत्त्वपूर्ण पहिलो कदम हुन सक्छ। त्यो किनले नै कुन बाटो रोज्ने, कति जोखिम लिने र कति धैर्य राख्ने भन्ने कुरा निर्धारण गर्छ।